पैसा कमाउन मन लाग्यो भने पैसा कमाउनेको सङ्गत गर्नुपर्छ। एउटा व्यक्तिलाई राजनीति गर्नु छ भने राजनीति गर्नेको सङ्गत गर्नुपर्छ। एउटा व्यक्तिलाई मिडिया प्रिय लाग्छ भने मिडियामा काम गर्ने साथीको सङ्गतमा लाग्नुपर्छ। ढिलो चाँडो त्यत्तिको बन्छ कि बन्दैन हेर्नुहोस् त जगतमा, होइन? मैले देखेको छु खाली खुट्टा हिँडेका मान्छे रियल इस्टेटको काम गर्ने मान्छेहरूसँग पछि हिँड्दा हिँड्दै 5 वर्षमा आर्थिक रूपले अत्यन्तै ठुलो कायापलट भएको त मैले देखेको छु कतिपय मान्छे। किन जोसँग गयो त्यसको ऊर्जाले उसलाई चाहिँ के गर्छ, नुहाइदिन थाल्छ। सङ्गत गुनाको फल हेर्नुहोस्। तर शर्त के चाहिन्छ, उहीसँग हिँडेको छ त्यसैलाई चाहिँ ठेगान लाउँछु भनेर हिँड्यो भने त त्यो सकिन्छ फेरि। त्यो कसैले सिद्ध्याउनु पर्दैन, आफै सकिन्छ। उसँग हिँडेको छ यसलाई कसरी सिद्ध्याउने, उसँग सिक्नु छैन त्यसलाई सिद्ध्याउन, बिचबिचमा चाहिँ लोभ बढी गरेर चाहिनेभन्दा बढी नाफा खाइदिन खोजिरहेछ भने त्यसको कल्याण हुन्न फेरि। त्यस कारणले सहजता, सजगता, सङ्कल्प, अब तपाईँको त्यो मेन्टरसिप अनुसार त्यो विकास हुन्छ। हेर्नुहोस् सन्तको साथमा गयो भने सन्तत्व फलित हुन्छ। जसको सङ्गत गर्यो त्यस्तै बाटोमा, तर त्यसमा इमान्दारिता चाहिँ राख्नु पर्यो। इमान्दारिता होइन? त्यस कारण इङ्ग्लिसमा के छ नि, अनेस्टी इज द बेस्ट पोलिसी। कस्तो राम्रो स्टेटमेन्ट हेर्नुहोस् त। त्यो भने कसैलाई देखाउने इमान्दारिता होइन, आफैप्रतिको इमान्दारिता भने त आफैप्रतिको स्वयं भित्रबाट चाहिँ माइन्डफुल भएर हेर्ने, म कति इमान्दार छु, इमान्दार छ, ठिक छ बाबु यतिको, होइन? यसरी बढ्ने। त्यस कारण सफलताको लागि त्यही अघि भन्यो नि, तपाईँको चाहिँ शान्त मन, होइन, सद्भावपूर्ण मन, अनि परिकल्पनाको बीज, सङ्कल्पको स्याहार सुसार, यति गर्दै तपाईँको चाहिँ सजगता, सहजता र कसको कम्पनीमा जाँदैछ, कस्तो कम्पनीमा, त्यो कम्पनीमा राशि हुन्छ। म एउटा अर्को एकदमै जसले पनि बुझ्ने उदाहरण बताउँछु। साइकलको व्यापार गर्न थाल्नुहोस्, तपाईँ साइकल चढ्नुहुन्छ, फेरि साइकल चढ्नुहुन्छ। मोटरसाइकलको कारोबार गर्नुहोस्, मोटरसाइकल चढ्नुहुन्छ, फेरि गाडीको कारोबार गर्नुहोस्, गाडी चढ्नुहुन्छ, फेरि तपाईँसँग कति मतलब त्यसको सङ्गत गरिन्छ हिँडे नै हुन्छ, होइन? रियल इस्टेटमा काम गर्ने ढिलो चाँडो उसले घर गृहस्थी गर्छ, हेर्नुहोस्, होइन? मिडियामा काम गर्नेले ढिलो चाँडो देशका संसारका सबै कुराहरूलाई ठिक ढङ्गले प्रेजेन्ट गर्न सक्ने बन्छ। त्यहीँबाट अरू कुरा नै आउँछ फेरि। सबै कुरामा पैसामा कम्पेयर गर्नुहुन्न, पैसा कमाउनु पर्दैन वास्तवमा। पैसा चाहिँ आफूले गरेको प्रोफेसनलाई ठिकसँग गरेपछि तपाईँको निड अनुसारको साधन स्रोत तपाईँलाई आउँछ। हामी चाहिँ सिधा पैसा कमाउने कुरालाई चाहिँ फोकस गर कि उद्योग गर्नेले चाहिँ त्यो गर्नु पर्यो, उद्योगीहरूले चाहिँ, किनभने उसको त त्यो लगानीको क्षेत्र हो, व्यापार गर्नेले, होइन? नत्र भने जुनसुकै पेसालाई पनि त्यसको चाहिँ क्लाइमेक्समा लिने प्रकारले कल्पना गर्न थाल्नुहोस् न, अथवा सबै चिज आइहाल्छ नि त, होइन? अब एउटा कल्पनामा एउटा राम्रो चाहिँ मिडिया हाउस चलाउने कल्पना गर्नु भने मिडिया हाउस बनाएपछि घर पनि त्यहीँ आउने भयो, सारा प्रविधि त्यहीँ आउने भयो, त्यहीँ नै तपाईँको 100जना चाहिँ मिडिया कर्मीहरू जम्मा हुने भयो। त्यो सब पूर्तिको लागि त तपाईँको साधन, आर्थिक फ्लो त त्यहाँ हुन थालिहाल्छ त। यही हो त एक्जिस्टेन्सको नियम, कस्मिक इन्टेलिजेन्सको नियम नै यही हो। त्यस कारणले पैसालाई प्रायोरिटीमा सोचिरहनु नि पर्दैन। कुनै पनि सफल व्यक्तिले आफ्नो कर्मलाई बडो ब्युटिफाई र म्याग्निफाई गर्न थालेपछि, होइन, त्यसलाई प्रतिष्ठा दिने गरी जति साधन स्रोत चाहिने हो त्यो सबै आउँछ। काममा फोकस हुनु पर्यो। हजुर, कर्ममा फोकस भयो भने अनि कर्मले नै सबै कुरा आफैले दिइहाल्छ। यसलाई के चाहिने छ भन्ने कुरा सबै त्यसलाई चाहिने कुराहरू तयार हुन्छ। यो पनि अर्को सफलताको नियम हो। गजबको नियम भयो। किनभने हामी एउटातिर गइरहेको छौँ, अर्को कुराले तनाव भइरहेको छ। पैसा पैसाको लागि मिडिया भन्नुभयो भने जहिले नै कष्ट हुन्छ। मिडिया नै स्थापित गर्छु म राम्रोसँग आइहाल्छ। एजुकेसन एउटा इन्स्टिट्युसन राम्रोसँग गर्छु भन्यो भने ढिलो चाँडो त्यसको प्रभाव हुन्छ, त्यसलाई चाहिने मान्छेहरूकोमा त्यो पुग्छ। त्यसपछि त्यो प्रोजेक्ट, त्यो थटलाई म्यानिफेस्ट गर्दै गर्दाखेरि त्यहाँनिर चाहिने चिज त आइहाल्छ नि, आउनै पर्छ। किनभने यो तपाईँ हामीले नेपालमा बसेर भारतमा बस्ने मान्छेहरूले बुझ्नै पर्ने कुरा चाहिँ यो एक्जिस्टेन्स छ नि, कस्मिक इन्टेलिजेन्स,